म पनि खाएर चाहिँ अझै रेकर्ड भएको छ त्यहाँ आज चाहिँ हामी चाहिँ एकदम सबै झरे होइन दाइ झरेको होइन आज एकदम चाहिँ ढिलो भएको चाहिँ हो है एकदम ढिलो भएको दाइ अरू के भन्न चाहन्छ केही छैन अब नेपाल जाँदैछ त्यही हो अरू के भन्छ शुभयात्रा सबैजना आज कस्तो भन्दाखेरि मैले सुरु गर्छु भन्दा पनि आज चाहिँ अलिकति ब्याड लक भन्दा पनि ढिलो पनि भएको सबैजना चाहिँ हतारमा चाहिँ भएकै हो है आज चाहिँ म सुरु गर्छु र दाजुभाइ सबैजना चाहिँ एकअर्कामा चाहिँ रमाइलो गरेर चाहिँ आउँछु भनेकै थियो सम्भवतः भोलि बिहान चाहिँ हामी चाहिँ 7 बजे झरिन्छ होला नि दाइ होइन 7 बजे करेक्ट 7 AM काठमाडौँ लर्निङ लर्निङ हो ल्यान्डिङ हाम्रो दुईजना साथी चाहिँ पछाडि नै हुनुहुन्छ गुड बाई अहिले चाहिँ गुड बाई नभनौँ अहिले चाहिँ गुड बाई नभनौँ न बिचबिचमा पनि भेट हुन्छ 7, 8 बजे हामी चाहिँ एयर अरेबिया वो था चलेमा छौँ र भोलि चाहिँ बिहान 7 बजे चाहिँ नेपालको एयरपोर्टमा ल्यान्ड हुन्छ त्यसपछि चाहिँ जो मेरो साथमा हुन्छ दाइ उहाँ चाहिँ भरतपुर जानुहुन्छ चितवन जानुहुन्छ दुईजना चाहिँ अर्को साथी र म चाहिँ उखाडतिर लाग्छ अर्को दाइ चाहिँ होटल गर्नुहुन्छ ठिकै छ अर्को अब चाहिँ जे गर्न सकेन भोलि चाहिँ बिहानको चाहिँ प्रोसेसमा पर्छ اللهم أنت صاحب السفر والخليفة منه اللهم إني أعوذ بك من وعثاء السفر وكآبة المنام وسوء الخير في المال एयरपोर्टमा आयो चिसो रहेछ मौसम त नेपालमा त है आज मौसम चिसो छ है दाइ मेरो महसुस त धेरै गाह्रो भयो निन्द्राले ठिकै छ मलाई पनि निन्द्रा त लागिरहेछ है मेरो फ्रेस नेपालमा चाहिँ जे होस् सुख दुःख गरेर चाहिँ आइयो होइन त मौसमले च्यालेन्ज गरिरहेछ अनि शिव कतिको दुःख सुख कतिको भइरहेछ खाना पर्छ दाइ यार नखाइकन जान त सकिँदैन दाइ टेन्सन नगर्नु दाइ छ दाइले सबै पैसा उसमा पठाइदियो अब चाहिँ हामी सिधा कहाँ गइन्छ बसपारा गइन्छ बसपारा गएर खाना खाइन्छ खाना खाएर अब सबैजना आफ्नो ठाउँमा लागिन्छ आजको लागि यति नै ओके साथीहरू जय चन्द्र सूर्य ओके बाई चन्द्र सूर्य ओके बाई